मर्निङ साथीहरू, म चाहिँ आज है मलाई चाहिँ यहाँनिर तल दिदीले गुडिया बनाउनु अर्डर दिनुभएको। उहाँको चाहिँ पुरानो गुडियालाई रुवा निकालेर नयाँ बनाइदेऊ भन्नुभएको थियो। म कति अल्छी लागेर माइत गएर ढिलो भएर बनाइदिएको थिइनँ। आज चाहिँ म बनाउनु गइरहेछु। साथीहरू हेर्दै जानु होला। फाइनली म चाहिँ उहाँलाई चाहिँ पिङ्क कलरको गुडिया बनाइदिँदैछु। टेडी बियर बनाइदिनु गइरहेछु। अब म चाहिँ नापेर हेलो साथीहरू, अब यो चाहिँ यहाँनिर छापेर होइन यसलाई चाहिँ बनाउनु पर्ने हुन्छ। अब फाइनली म चाहिँ उहाँको अर्डर अब पुरा गरिदिनु पर्यो। बनाइदेऊ न भन्दै हुनुहुन्थ्यो। अब यसरी छापेर कपडा काटेर सिलाएर गर्नुपर्ने हुन्छ होइन साथीहरू। अनि म चाहिँ फाइनल अब गर्दैछु। म लास्टमा तपाईँहरूलाई देखाउने छु है त। ल फाइनली मैले चाहिँ छापिसकेँ। अब काट्छु है। काटेर अब कैँचीले चरेङ होइन नि, यहाँ रेणुका भाउजूलाई बनाइदिनु पर्ने। कपडा त अस्तिकै कपडा चेन्ज गरिदिनु पर्ने रे। कपडा त भएको काटेर टुक्रा पार्नु पर्यो। फाइनली मैले चाहिँ सबै काटिसकेँ साथीहरू। यस्तो काटिसकेँ म चाहिँ अब फाइनली बनाइसकेँ। हेर्नु है साथीहरू, यस्तरी के भन्छ, यस्तरी सिलाउनुपर्छ। जति मसिनो सिलायो त्यति राम्रो हुन्छ अरे। ठुल्ठुलो मात्रै सिलाउनु आउँछ। अनि म चाहिँ खुट्टा सिलाउँदैछु। फाइनली यसरी सिलाउनु पर्छ। हेर्नु है, बनाउनु कहाँ सजिलो रहेछ र। पहिला हामी त कति महँगो भनेको भन्थ्यौँ। अहिले आफैले सिलाउनु परेको देख्दाखेरि चाहिँ बुझ्दैछौँ साथीहरू, यस्तो हुँदो रहेछ। फाइनली साथीहरू रेडी भयो। अब म चाहिँ यो चाहिँ उहाँको घरमा लगिदिनु पर्यो। फाइनली यस्तो आएको छ है लुक। हेलो साथीहरू, फाइनली मेरो चाहिँ डेलिभरी सामान रेडी भइसकेको छ। यो चाहिँ अब जाँदैछ अर्डर गरेको ठाउँमा। कति दिनमा बनाइदिएको अल्छी लागेर। धन्यवाद।